1 2 3 हुन्छ यहाँ सबैलाई जय मसीह। अब चाहिँ भाग 4 मा पुगेको छु है। यहाँको माझमा एउटा मिठो सन्देश, एउटा आशिषमय सन्देश यहाँको माझमा बाँड्न चाहन्छु है। प्रभु यीशु ख्रीष्टले धेरै प्रकारले उहाँले उपमाहरू दिनुहुन्थ्यो है। जीवनमा उहाँले धेरैवटा उपमाहरू सिकाउनुहुन्थ्यो। कहिले समुद्रमा लगेर, डुङ्गामा लगेर उहाँले के भन्नुहुन्थ्यो भने सिकाउनुहुन्थ्यो। एक दिन चाहिँ प्रभु यीशु ख्रीष्टले चेलाहरू, 3 जना चेलाहरू चाहिँ जाल धोइराखेका थिए है। अनि त्यो रात चाहिँ उनीहरूले कुनै पनि माछा पक्रेन। लुका 5 अध्यायतिर हामी हेऱ्यो भने थाहा पाउँछौँ। लुका 5 को 1 देखि 11 सम्म हेऱ्यो भने थाहा पाउँछौँ। त्यो घटना त्यो पवित्र शास्त्र बाइबलमा हामी भेट्छौँ। अनि चेलाहरू चाहिँ रातैभरि जाल खेले तर माछा एउटै पनि पारेन। अनि बिहान उनीहरूले चाहिँ जाल धोइरहेका थिए। अनि प्रभु त्यहाँ आउनुभयो। उनीहरूको ढुङ्गा, 3 जनाको ढुङ्गाहरूमध्ये 1 जनाको ढुङ्गा माग्नुभयो। अनि प्रभुले के भन्नुभयो भने, अनि तिमीहरूले आज रातभरि मेहनत गरेर पनि तिमीले केही फेला पारेनौ। त्यसो हो भने म तिमीलाई एउटा आज्ञा गर्छु, तिमीहरूको जाल मलाई एकैछिनको लागि मलाई सापट देऊ, अनि मैले भनेको ठाउँमा तिमीहरूले जाल हान भन्नु। तर चेलाहरू अन्कनाए, पत्रुस पनि अन्कनायो, याकुब पनि अन्कनायो, युहन्ना पनि अन्कनायो। उहाँले भने, प्रभु, पत्रुसले भनिहाले, प्रभु हामी त रातभरि जाल खेल्यौँ, माछा कहाँ पाइन्छ, कुन ठाउँमा पाइन्छ, अनि कस्तो ठाउँमा माछा बस्छ भने त हामी जिन्दगीभर माझीको है, माछा मार्ने माझियौँ हामी। वर्षौँदेखि हाम्रो अनुभव छ, धेरै वर्षदेखि हामी माछा मारेका मानिसहरू हौँ। तपाईँले भनेको कुरा हामीलाई त्यति मनासिब लागेन, तपाईँले भन्दै गरेको कुरामा मलाई त्यति विश्वास लागेन। अनि प्रभुले भन्नुभयो, ठिकै छ, मैले आज्ञा गरेँ, एकपटक जाल तिमीले दाहिनेतिर हार